आज हामीले सेवाग्राही गुनासो व्यवस्थापनको महत्त्व, आवश्यकता र औचित्यलाई कसरी लेख्ने भन्ने सन्दर्भमा एउटा ट्रिक्स रहेको छ। त्यो ट्रिक्स रहेको छ मलाई भइसक्यो बोर। मलाई भइसक्यो बोर बोर भन्ने ट्रिक्स लिएर हामी चाहिँ के गर्न सक्छौँ भने गुनासो व्यवस्थापनको महत्त्व, आवश्यकता र औचित्यलाई हामी प्रस्तुत गर्न सक्छौँ। मबाट मितव्ययी र प्रभावकारी सेवा प्रवाह गर्न, लाबाट लाभग्राहीको सन्तुष्टिलाई बढाउन, ईबाट इमानदारी तथा उत्तरदायी सेवा प्रणाली विकास गर्न, भबाट भरोसायुक्त प्रशासन निर्माणमा सहयोग पुर्याउन, ईबाट इन्भेस्टिगेसन, अनुगमन तथा मूल्याङ्कन पद्धतिलाई पथ प्रदर्शन गर्न, सबाट सेवा प्रवाहलाई सुधार उन्मुख बनाउन, कबाट कार्य सम्पादनमा भएका कमजोरीलाई सुधार गर्न, योबाट योग्य र प्रभावकारी निर्णय प्रक्रियामा सहयोग गर्न, गोबाट बोझिलो प्रक्रिया पहिचान गरी समाधान गर्न, रबाट रेस्पोन्सिबिलिटीको सुनिश्चितता गर्न। यदि हामीले सेवाग्राही गुनासो व्यवस्थापनको महत्त्व, आवश्यकता र औचित्यलाई लेख्नु पर्यो भने मलाई भइसक्यो बोर भन्ने ट्रिक्स लिएर हामी के गर्न सक्छौँ त लेख्न सक्छौँ।